नमस्कार साथीहरू, दीपावली आइसकेको छ र यस्ता किसिमका जुन चाहिँ ट्रेन्डिङ फोटोजहरू छ सबै व्हाट्सएप, इन्स्टाग्राम र फेसबुकमा चाहिँ आजकल यो चाहिँ ट्रेन्ड गरिरहेछ। सबैको चाहिँ स्टोरी र रिलमा चाहिँ यस्ता ट्रेन्डिङ दीपावली फोटोहरू चाहिँ अपलोड भइरहेछ। तपाईको इच्छा होला यस्तो किसिमको फोटो अपलोड गर्न। आज म यस भिडियोमा तपाईहरुलाई यस्ता फोटो कसरी बनाउने, त्यो चाहिँ एउटा हैन, यस्ता चाहिँ 100 वटा फोटो कसरी बनाउने, त्यो सबै कुरा चाहिँ तपाईहरुलाई म यस भिडियोमा चाहिँ सिकाउँछु। तपाईहरु चाहिँ ध्यान दिएर चाहिँ भिडियोलाई लास्टसम्म हेर्नु होला। यदि च्यानलमा चाहिँ पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने एउटा लाइक गरी च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा प्रेस गरेर अलमा क्लिक गर्नु होला। लेट्स स्टार्ट द भिडियो। यसका लागि म आफ्नो मोबाइलको स्क्रिन शेयर गर्दैछु। तपाईहरु चाहिँ ध्यान दिएर सबै प्रोसेसहरु स्टेप वाइज चाहिँ गर्नु होला। सबभन्दा पहिला चाहिँ तपाईहरु के गर्नु होला, प्ले स्टोरमा आएर गुगल जिमनाई एप छ हैन, यसलाई चाहिँ तपाईहरु इन्स्टल गर्नु होला। जस्तै मेरोमा इन्स्टल गरिसकेको छु हैन, यसलाई फेरि के गर्नु होला, ओपनमा चाहिँ क्लिक गर्नु होला। यति क्लिक गरिसकेपछि तपाईको चाहिँ यस्तो इन्टरफेस खुल्छ। त्यसपछि सबैभन्दा पहिला तपाईहरु के गर्नु होला, यसलाई चाहिँ लगइन गर्नु होला। आफ्नो जीमेल आईडी वा चाहिँ गुगल अकाउन्टबाट यसलाई चाहिँ लगइन गर्नु होला। लगइन गरिसकेपछि तपाईको यस्तो इन्टरफेस देखाउँछ। त्यसपछि यहाँ साइडमा हेर्न सक्नुहुन्छ, माथि क्रिएट इमेज भन्ने एउटा अप्सन दिइराछ, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि यसको ठ्याक्क साइड लेफ्ट साइडमा चाहिँ प्लस आइकन दिएछ, त्यसमा चाहिँ क्लिक गर्नु होला। यसमा चाहिँ क्लिक गर्नुहुन्छ भने यसले के गर्छ भने तपाईलाई डाइरेक्ट ग्यालेरीमा चाहिँ पुर्याइदिन्छ। अब यहाँ ग्यालेरीमा गएर चाहिँ तपाईहरुलाई कुन इमेजलाई बनाउने हो त्यसलाई चाहिँ यहाँबाट सेलेक्ट गर्नु होला। जस्तै कि मलाई यो इमेजको चाहिँ दिवाली फोटो बनाउन छ, यही चाहिँ मैले सेलेक्ट गर्छु। इमेज सेलेक्ट गर्दा तपाईहरु चाहिँ ध्यान दिनु होला कि जुन इमेज हुन्छ त्यसको जुन चाहिँ क्वालिटी हुन्छ त्यो चाहिँ एचडी हुनु पर्यो र क्लियर हुनु पर्यो, अनि बल्ल चाहिँ राम्रो रिजल्ट आउँछ। सो मैले चाहिँ यो फोटो सेलेक्ट गरे, त्यसपछि डनमा क्लिक गर्छु। यति क्लिक गरिसकेपछि तपाईको इमेज यहाँ चाहिँ आइसक्नु भएको छ हैन। त्यसपछि के गर्नु होला, अब चाहिँ यो इमेज बनाउनलाई तपाईको प्रम्प्ट चाहिन्छ। प्रम्प्ट अब चाहिँ त्यो प्रम्प्ट चाहिँ मैले लाएर यहाँ कपी गर्छु। पहिले के गर्छु, मैले त्यो प्रम्प्ट आफ्नो नोटमा चाहिँ लेखेछु। त्यसपछि त्यहाँबाट गएर चाहिँ मैले यसलाई कपी गर्छु। जस्तै कि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो प्रम्प्ट छ। अब यसलाई चाहिँ मैले कपी गर्छु। यहाँबाट कपी गरेर यसमा लाएर चाहिँ पेस्ट गर्छु। अब यसलाई मैले लाएर पेस्ट गर्दिएँ है त। हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो ओरिजिनल फोटो हो। यहाँ चाहिँ मैले प्रम्प्ट हाल्दिएँ। अब यसले चाहिँ केही सेकेन्ड लिन्छ तपाईहरुको, त्यसपछि चाहिँ यसले इमेज चाहिँ जेनेरेट गरिदिन्छ। अहिले प्रोसेसिङ भइरहेछ। अब हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो इमेज चाहिँ आइसकेको छ हैन। अब चाहिँ तपाईहरु माथि यहाँ डाउनलोडको आइकन दिएछ हैन, यसमा चाहिँ क्लिक गरेर तपाईहरु चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। अब यो त प्रोसेस थियो चाहिँ कसरी एउटा फोटो बनाउने। यस्तो चाहिँ तपाईहरु 100 वटा फोटो बनाउन सक्नुहुन्छ। यसका लागि चाहिँ प्रम्प्ट चाहिन्छ। प्रम्प्ट हुँदैन भने तपाई फोटो बनाउन सक्नुहुन्छ। यस्तो किसिमको फोटो बनाउनको लागि मैले चाहिँ आफ्नो टेलिग्राम च्यानलमा चाहिँ 100 वटा चाहिँ प्रम्प्ट चाहिँ लेखेर चाहिँ राखेको छु। तपाईहरु चाहिँ गएर टेलिग्राम च्यानलमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। मेरो यहाँ टेलिग्राम च्यानलमा आउनुहुन्छ भने यो जुन चाहिँ मैले फोटो बनाएको छु हेर्न सक्नुहुन्छ। यहाँदेखि मैले लेखेको छु, यहाँ दीपावलीका लागि फोटो बनाउने प्रम्प्ट यहाँ छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ सबै प्रम्प्ट हो। यहाँ चाहिँ 50 वटा दिएछु मैले र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो फोटोहरु चाहिँ मैले बनाएको छु यही प्रम्प्टबाट। यस्तै चाहिँ तपाईहरु बनाउन सक्नुहुन्छ। यो सबै फोटो चाहिँ मैले बनाएको छु, चाहिँ थुप्रै फोटो बनाउन सक्नुहुन्छ। यो सबै प्रम्प्ट हो।
यो टेलीग्राम को चैनल को लिंक चाहिए मैले आफ्नो वीडियो को डिस्क्रिप्शन में चाहिए दिएको छु। वीडियो को डिस्क्रिप्शन खोल्नु होला र त्यहाँ गएर चाहिँ मेरो टेलीग्राम चैनल जोइन गर्नु होला। यो प्रम्प्टलाई कपी गरेर तपाईहरु आफ्ना लागि चाहिँ थुप्रै फोटो चाहिँ बनाउनु र फेसबुक इन्स्टाग्राम को स्टोरी या रिल में चाहिँ अपलोड गर्नु। यदि यो भिडियोबाट केही सिक्नु भएछ भने एउटा लाइक गर्नु होला र मेरो च्यानल लुम्बिनी टेकलाई सब्स्क्राइब गर्न नबिर्सनु होला। किनभने चाहिँ आगामीका दिनमा यस्तै किसिमका भिडियो मेरो च्यानलमा चाहिँ अपलोड हुन्छ। सो आजलाई यति, थ्यांक यू।